ल गाइजहरु पाटनबाट फिल्म जाने टिप लिन जाँदैछौँ हैन कहाँनेर छ पुगौँ रोड चिप्रे बाटो हिँड्नुपर्छ यार गाह्रो छ हो राइड गर्नुपर्छ म चाहिँ अहिले पाटन कृष्ण मन्दिर एरिया छु है गाइजहरु त्यो राइड बुक गरेर रोड वेट गराइन्छ त्यस्तो पुऱ्याइदिन्छ कि 8-10 मिनट पुऱ्याइदिन्छ यार कमसे कम आफू रेडी भएर अनि बाहिर निक्लेर बुक गरिदियो भने हाम्रो टाइम लस हुँदैन हैन उहाँहरूलाई पनि कसैलाई हतार भइरहेको हुन्छ अनि बुकिङ गरेर ढिला निक्लिने अनि बाइकमा चढ्नु भ्याउँदैन अलि चाँडो गर्नु है दाइ भन्छ त्यहाँ यस्तो यस्तो हुन्छ त्यहाँ गाइजहरू गाह्रो छ हैन यस्तो गल्ली गल्ली बाटो हिँड्नुपर्छ मान्छे कहाँ छ थाहा छैन फेरि यो पाटन एरियामा लोकेसन भेट्नै गाह्रो ठ्याक्कै एउटा घरले छेकिदिएको हुन्छ ओरतिर परतिर अनि म लोकेसनमै छु भन्छु अनि उनीहरू पनि म लोकेसनमै छु त भन्छ तर लोकेसन चाहिँ ठ्याक्कै एउटा घरले छेकिदिन्छ गाह्रो छ गाइजहरू यहाँ पाटन एरिया चाहिँ होइन कस्टमर भेट्नलाई कुनै आकल झुकल झ्याप्प भेटिहाल्छ नत्र भने घुमेको गर्नुपर्छ गल्ली बाटो यस्तो त बाटो नि दुईवटा बाइक क्रस गर्नु पनि गाह्रो छ गाई यो पाटन एरियाको बाटोमा होइन लोकेसन यहीँको छ कहाँनिर फोन गरौँ ए हजुर 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 नि हो लु बसौँ त्यही त फोन गर्न आँटेको थियो झ्याप्पै आइपुग्नु भयो त कोही फोन नगर्दै झ्याप्पै आइपुग्छ कोही गएर लोकेसनमा बस्दा 7-10 मिनट पुऱ्याइदिन्छ दिमाग खराब गर्छ नि अहिले एउटाले त्यस्तै गरे कि त्यही त होइन आफू रेडी भएको छैन रेडी नभए बुक गर्ने अनि राइडर तल आउँछ अनि आफू रेडी हुने कि त्यस्तो गर्छ अनि त्यही भएर गाह्रो छ के गर्नु हजुर क्यामेरा कहिले अन हुन्छ कहिले हुँदैन यसरी टुङ्गै हुँदैन हजुर 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 छ पूर्वेली राई ब्लग 1-2-3 हजुर हे 8 किलोमिटर
पने कुमार ठिमीबाट पने कुमारको आयो गाइज हैन अब लिन जानुपर्छ 2 मिनेट 1.5 किलोमिटर लिन जानुपर्ने भयो खैर केही छैन जम लिनलाई हैन ठिमीबाट पनेको मार्ग जाने टिप लिन जानु पर्यो गाइज यो चाहिँ मेरो 5औं राइड है गाइजहरु ठिमीबाट पनेको मार्ग जाने राइड हो हैन यो चाहिँ 5औं राइड हो गाइज मेरो लिन जाँदैछु अब त्यस्तो बाटो हिँड्नुपर्छ गाइजहरु कतै ठाडो कतै ओह्रालो के गर्ने तपाईँ राइडले कुरिराख्नु भयो तपाईँ ए म त के कुरिराख्नु भयो भनेर यहीँको राइड आयो त को आउँछ मान्छे थाहै छैन ल गाइजहरु काठमाडौँ चाहिँ अहिले पुरै प्रदूषणले भरिएको छ हैन गाह्रो छ केही देखिँदैन वरपर ए ल म ठ्याक्क लोकेसनमा छु अब आइहाल्यो भने मान्छे निक्लिँदैन रेडी भए छैन जस्तो 10 मिनट भयो गाइजहरु मैले अब गरेको हेरौँ कति मिनट कुराउँदो रहेछ 7 मिनट पुग्ने बित्तिकै क्यान्सल गरेर हिँड्ने अर्को टिमुटा टाइमको त कुनै भ्यालु नै छैन यार तपाईँ हो रेडी त्यही त रेडी हुनु भएको रहन्छ अनि बसौँ जहिले राइड बुक गर्दा आफू रेडी भएर बुक गर्नुको आइपुगिहाल्छ होइन त्यही त होइन आफू रेडी भइरहनु सजिलो हुन्छ नि त कहिले काहीँ अब राइडर कम छ भने पाउन गाह्रो त्यस्तो हुन्छ तपाईँको कहिले काहीँ राइडर कम भएको बेला मात्रै नभेट्ने हो होइन नत्र राइडरहरू नजिक आइपुगेको हुन्छ आइपुगिहाल्छ क्या त्यही त कि अब टाइम लाउने भनेको नयाँ राइडर भर्खर जोइन भएको छ भने चाहिँ टाइम लाग्छ किनभने लोकेसन हेर्न आउँदैन त्यही हो क्या टाइम देखाएको त्यही कस्तो भने नयाँ राइडर छ भने झुकिन्छ होइन उसलाई चाहिँ अब हेर्न गाह्रो पर्छ नि त तपाईँको प्रोफेसनल पुरानो राइडरहरू त तपाईँ ठ्याक्कै लोकेसनमा त पुगि नै हाल्छ नि यो त अलि ठ्याक्क गाडी चढाएको छ नि यो त ढुक्कै मजाले काठमाडौँ अहिले पुरै प्रदूषण भरिएर केही देखिँदैन त्यही त सर र पानी 1-2 दिन पानी ठुलो पानी आइदिए सर्लको सफा हुन्छ क्या अस्ति पनि आयो त्यो पनि सिमसिम मात्रै आयो कि हुन्थ्यो खै पानी आउनु खोज्दैन अब खल्तीबाट इसेवामा हालेको पैसा आउँदैन नि इसेवा सबैले इसेवा हो कि त्यही हो त्यही हो क्या तपाईँको अब पार्ट टाइम गर्ने छ भने उसँग त्यस्तो अनलाइनहरू केही पनि हुँदैन उनीहरू क्यासै लिने हो अनि अब फुल टाइम गर्नेसँग त जो छ नि अनलाइन त एनी टाइम हुन्छ कि अनलाइन अहिले त प्रायः जस्तो क्यास बोक्दैन नि अनलाइन त हुनै पर्छ क्या
मैले अब त्यो अब झुटी बोल्नु होइन अँ। 1000 रुपियाँ नदेखेको कति भइसक्यो ल हातमा समातेको नसमातेको हो कति भइसक्यो अहिले त होइन त्यत्रो त हाल्दिनँ मैले 17 राइड हाल्ने हो 17 राइड अँ। मान्छेहरूले त हालिदिने है 30 अस्ति नै हान्छ। एकजना दाइ पर्नु भएको थियो होइन अँ, अँ। अनि कति राइड हो दाइ भनेको तिमी त मेरो 27 राइड हो भन्छु ए ए ए ए अँ हेलो म हिँडिसकेँ अन्त त्यति बेला पुगिसकेँ अनि 27 राइड हो भन्छ अँ। कति बजीदेखि गर्नु भयो र भनेको बिहान 2 बजीदेखि 11 बजीसम्म गर्छु अब 3-4वटा राइड छ अनि छिटाउँछु भन्छ ए ए ए त्यो त राम्रो हो नि त होइन एकदम एकदम अँ त्यत्रो राइड गरेपछि त दुःख पनि हुन्छ अँ अँ दुःख अनुसार पैसा नि हुन्छ कमाइ राम्रो हुन्छ खट्न सक्नु पर्यो खट्नेलाई राम्रो छ अँ जति खट्यो उति हुने त हो नि अल्छीलाई चाहिँ काम छैन खट्न सक्दा राम्रो इन्कम छ नि त्यत्रो गर्नु भनेको त तपाईँको धेरै गाह्रो हो नि धेरै नि धेरै म्याक्सिमम् हुन्छ त यार कति 30 कि 32 राइड कति हुँदो रहेछ 32 राइड हुन्छ 32 अँ राइड भनेको त तपाईँको ल मिनिमम नै कति 2-3 किलोमिटर 2 किलोमिटर गरे पनि होइन अँ अनि 100 किलोमिटर त कट्छ होला मजाले कटिहाल्छ नि मजाले कट्छ दिनमा 100 किलोमिटर 150 किलोमिटर पुग्नु भनेको त हो इन्कम पनि त्यस्तै हुन्छ नि त राम्रो छ इन्कम त्यही भएर अब यस्तै चिजहरूले अपर्च्युनिटी पायो भने त अब विदेशै जानु पर्छ किन जानु पर्यो विदेश जानु पर्ने आवश्यकै छैन नि अब यही याङ्गो जस्तै अब 3-4वटा कुरा यस्तै भइदियो भने होइन डेली बेसिसमा पैसा आउनु पर्यो भने त आयो भने त कोही पनि जाँदैन जानै परेन नि यस्तो के गर्नेलाई सबै कुरा नेपालमै छ होइन सक्ने अब यहाँ केही गर्न सकिएन नि त केही सिप नलागी लास्ट विकल्प भनेको विदेश हुन्छ हो विदेशै जानु अँ लास्ट विकल्प भनेको चाहिँ तर गर्न सक्नेलाई विदेश जानु पर्दैन मेरो देख्नु गर्न सक्नु पर्यो क्या जस्तै मैले भन्न अल्छी गऱ्यो भने त कुनै पनि लाइनमा कामै छैन तपाईँ जाहिर खानुहोस् या नखानुहोस् होइन अरू फाल्टो कामै गर्नुहोस् तपाईँ खट्नुहुन्न भने तपाईँको केही अर्थै छैन कि त्यो अब म पनि अहिले मिटिङ तपाईँले भ्लगहरू पनि बनाउनुहुन्छ कि हजुर बनाउँछु दाइ के छ नाम तपाईँको मेरो पूर्वेली राई पूर्वेली राई भ्लग पूर्वको हो तपाईँ हजुर पूर्वेली मेरो उदयपुर कुन ठाउँ उदयपुर गढी ए उदयपुर अँ हेलो ए ल ल म ठ्याक्क लोकेसन